हेलो साथीहरू, हाट बजार हाम्रो हाट बजार हो साथीहरू। आज म हजुरहरूलाई हाट बजार घुमाउन लिएर आएको छु साथीहरू। सबैजना स्वस्थ मस्त व्यस्त हुनुहुन्छ होला। हाम्रो हाट बजार यस्तो लाग्छ साथीहरू। यस्तो छ साथीहरू हाम्रो हाट बजार। सामानहरू पाउँछ, तरकारीहरू। के लगू रेवेर लानु छ बिसरी अगले खाना किन्नु आधी किलोको 60 हाम्रो हाट बजारको चलपल साथीहरू। दाइ यो मुला कसरी हो? मुला 100 को 1.5 किलो, 100 को 2 किलो दिइदिनु दाइ। 100 को 2 किलो हालिदिनु। 100 को 2 किलो हालिदिनु। केही छैन। हुने हो दाइ, हुने हो। म त 100 को लग्ने हो हेर। मलाई 1.5 किलो भन्दा छ। म 2 किलो हालिदिनु 100 को। एक किलो 700 ग्राम हालिदेऊ ल 100 को। हालिदिनु दाइ, के फरक पर्दैन। अरे बसिहाल्ने भएर हालिदिनु। मुला मन पऱ्यो मलाई यहाँनिर। ल ल पोलिथिन दिनु, हालिदिनु। ओ दाइ 100 को हालिदिनु। दाइ खै पोलिथिन दिनु न यता। आन्टी यहाँ यो मेरो हाल राखिदियो। मुला 100 को हालिदियो। हुने हो, अझै थप्नु पर्ने हो। 1.5 किलो हो हाल्नु पर्ने त। खै त लिनु, चल्नु त भयो कि नै? यो हेर्नु त भयो कि नै? त्यो 100 को भयो कि नै? हाँ फर्सी त नलगाऊँ हो।
भिन्डी नरम आई बर्बर देखने में बा ए दाइ हाम्रो मुला नतोलेको किन खै हाम्रो मुला तोल न ठिकै छ दिदिनु 100 को 2 किलो यार 20 रुपैयाँ को लागि यार निकाल्नु भएको छ यार मुला यार अलि झुक्नै छोड्दिनु ल दाइ ओ दाइ ल 90 रुपैयाँ हुनु भएको छ ल ल ल ठिक छ यो हाम्रो 8000 रुपैयाँ दिदी खुर्सानी के रेट छ एकै सयको खै कस्तो छ दिनु त एउटा हेरौँ सबै ठाउँमा सहेको नै हो कि क्या हो सोध्ने सबै ठाउँमा किन्ने एक ठाउँमा हो भन्नु त दाइ खुर्सानी के रेट हो 25 को पाउ किलो हाम्रो 8000 को साथीहरू 340 रुपैयाँ सँग मलाई चाहिने भनेको खुर्सानी हो म खुर्सानी मात्र लगने हो खुर्सानी के रेट छ सौका 3 किलो लौका नयाँ आलु सौका यो टमाटर कसरी हो सौका 1.5 किलो टमाटर ल भन्नु म हजुरको ब्लग बनाएर हालिदिन्छु म आउँछ नि यार ग्राहक आउने हजुरको म एडभर्टाइजमेन्ट गरिदिन्छु हजुरहरू यहाँ सस्तो तरकारी पाउँछ सबैलाई यहाँ आउनु होला दाइको यहाँ 3 किलो लौका सौका 2.5 किलो नयाँ आलु सौका 4 किलो आलु सबै पाउँछ यहाँ शिमला मिर्च 130 रुपैयाँ किलो अरे काल छान के यमुना नहीं उसले कहाँ ध्यान निको हरियो र अलि राम्रो थियो कि बैगन कसरी बैगन 1.5 किलो बैगन 80 रुपये किलो 1 किलो एउटा लानु चाहिँ 5 रुपैयाँ 1.5 किलो हजुर 1.5 किलो छ कम छ कति भन्नु बैगन यो 60 यहाँ 1 केजी हाल्नु त खुर्सानी हाल्नु हमने इसको घाटो पादियो कि पहाड़ जाने का अलि राम्रो राम्रो हालिदिनु यार सानो सानो त्यस्तो ल हजुर को मत जोडो है आधा किलो यो मुला सुला के रेट छ हजुर 60 रुपैयाँ किलो 60 रुपैयाँ किलो
यो 30 को धनिया भयो हजुर हैन ल म जोड्छु राम्रोसँग जोड्छु 10 30 को धनिया भयो पैसा टिको शिमला सबलाई चाहिँ निकै गर्नु ल अब चाहिँ आलु चाहिँ टमाटर यति हो त हैन हजुर ल 325 भयो निकरी जोडौँला निकरी एकदम ठुलो निकरी दिउँला फिक्स हालेको छु कि अलि एक्स्ट्रा पनि हालेको छु दाइ भाइ ल अब ल महिना 675 देता 675 ल अब हजुरको जोडौँ हैन हेलमेट वाइ परमा छाड्नु हजुरको हेलमेट त टाइम गरिरहेको हजुरको कम्पनीमा आउँछ यो हजुरको यतापट्टि हो यतापट्टि खोर्सानी तौल त कति हजुरलाई साइको 1 किलो यार यो अर्को ब्लग हाल्न आएको छु म हाम्रो गल्लीको आदर्श टोलको हिरो मान्छे यहाँ तरकारी के किन्न हो भेन्डी यो के हो सिङ्गला मिर्च खर्सी भन्दा त मुला राम्रो छ हेलो खै हामीले लाउने त केही छैन के छ हाम्रो सेन्डो त छन् हो सेन्डो त छन् के लगाऊँ भने त हो र अघिल्लो हप्ता चाहिँ लग्छु म किनकि बुढी आउनेवाला छ माइत गएको छ हाम्रो हाटबजारको पसलहरू यहाँ बच्चाको खेलौनाको सामानहरू कपडाहरू सबै पाइन्छ साथीहरू जसलाई जे चाहिन्छ आएर किनेर लग्न सक्नुहुन्छ चप्पल छ मेरो छाना के चाहिन्छ छुरा हो रातो टुरा जाने गरौँ यो छुरा हेरौँ भनेको यो सिस्टर यो चुरावालाको हो चुरा हामी नै हो कुन लाग्दा राम्रो होला मेरो साइज हो कि हाल्ने मान्छे यहाँ छैन म लगेर राखौँ पछि कमाउँछु भनेर हो कुन साइज लाग्यो डिजाइन साइज के साइज कस्तो लाग्दा होला अलि मोटो नै हुनुहुन्छ त्यही त सम्मान आउँछु म फोन गरेर सोधेर आउँछु एकचोटि अहिले आउँछु म यहाँ हेर्छु अरे किन जान लाग्यो बुढा त्यसलाई फोन गर्छु चुरा भन्न आएको चुरा के लैजायो उतातिर के पाउने रहेछ मेरो सेन्ट यसै गरी बच्चाको अर्डर हो कतिको दाइ थियो 1000 को 5 वटा सर्ट लिएपछि 4 वटा एउटा कतिको एउटा 300 रुपैयाँ
कोही 200 सम्मको छैन? 200 सम्मको छैन। अब राम्रो सर्ट कलर त सब मसँग सर्ट त एउटा पनि छैन सर्ट लगाइरहेको मेरो छ ब्ल्याक सर्टमा टी सर्टहरू छैनन्? टी सर्ट छ त यो कतिको त्यो? 1000 को 5 वटा। मोटो छ कटनको हो तर त्यस्तो चाहिँ फरक पर्दैन चिसो चिसो हुन्छ। गर्मी हुन्छ मलाई मरुन रेड कलरको सर्ट हो चाहिने त्यो कलरको सर्टै छैन किनकि यहाँ त सर्ट लगेर वहाँ प्यान्ट गर्छ त्योसँग म्याचिङ नभएपछि बिग्रिने हो। कस्तो कलरको सर्ट चाहिँ? मस्त ब्ल्याक छ ब्ल्याक प्यान्ट छ त मरुन कलरको सर्ट या अलग ग्रिन भएपछि सर्ट राम्रोमा छ त राम्रो। मेरो ब्ल्याक प्यान्टसित कुन कलर खप्छु होला? सबै राम्रो देखिने ब्ल्याक प्यान्ट छ मेरो। यसमा सबैहरू म्याचिङ गरेर नि ल्याएको छु अन्त बढी युज भनेको ब्ल्याकै हो नि त त्यही भएर यिनीहरू कलर चाहिँ ल्याएको कि म्याचिङ गरेर त्यो दामी देखिन्छ। हजुरले सुहाउने पनि हो त्यो कलर पनि सुहाउँछ। किसै चलाउने तर यो कलर लैजानु कलर त त्यही राम्रो देखिन्छ तर त्यो यो कलर लानुहोस्। सर्ट अँ कतिको यो सर्ट एउटा? यो 1050 को। त्यो चाहिँ सस्तो पर्छ 500 रुपियाँ। ये 1050 ये चाहिँ 500 रुपियाँ। ये चाहिँ 500 रुपियाँ पर्ने होला है। ये चाहिँ 1050 यो कलर हाल्दियो राम्रो पनि हुन्छ कि यार अर्कै देखिन्छ। एउटा सर्ट छ त्यो मेरो कस्तो हुन्छ त्यो मेरो कालोमा राम्रो पनि देखिन्छ क्या। यस्तै कलरको सर्ट छ मेरो त्योसँग म्याचिङ सर्ट हो क्या अनलाइनबाट मगाएको हो अलि फ्लेक्जिबलवाला हुन्छ त्योवाला हो। त्यसको के भयो कि एक दिन त्यहाँ बिहामा लगाएको थिएँ कहाँबाट अलिकता यहाँनिर पोल्यो कि साइडमा पोलिरहेको छ अलिकति पर्ने बित्तिकै पोलिहाल्छ त्यही त अलिकति पोलिरहेको छ त्यो। अब प्यान्ट नि फ्लेक्जिबल छ त्योसँग। अब यस्तो सर्ट लगाउँ भने चाहिँ त्यो बिना फ्लेक्जिबल हुने हो कि म्याचिङै हुने होइन। यस्तो हो क्या फ्लेक्जिबल हुँदा पनि तपाईँको कलर म्याचिङ हुनु पऱ्यो क्या त्यही हेर्ने खास त्यो अर्कै देखिने हो यार त्यो मतलब लाइट पिङ्क छ क्या यार। कन्टिन्युअल प्यान्ट भनिरहेको छ नि त्यसमा लाउनुको लागि खास गरी चाहिँ आएको के हो त हो तर हामीसँग अहिले लाइट नल्याएर पो त यहाँ नल्याएर हो पाउनु त सबै कुराहरू पाउँछ नि। ल ल म लग्छु यसमा लाउने भनेर चाहिँ ल्याएको क्या मेरो खालि यहाँ प्यान्ट मात्र नल्याएको। पहिला यहाँ पसलहरू हुन्थेन क्या अघि थोडा दिन अगाडि अब आजभोलि आएर छन् टन्न पसलहरू पनि कपडाहरू पनि। त्यही भएर म तरकारी लिन मात्र आएँ कि पैसा लिएर पनि आएन म कपडा त आइराखेको रहेछ। त्यही त कपडा त अब अनलाइन पनि छ सर मोबाइल ब्याङ्किङ खराब छ मेरो नत्र म अनलाइनै लग्थेँ केही थिएन। हजुर त्यो बेलौरीवाला त होइन दोतले होनवाला त्यो 5 तलेवाला त्यो उता त्यो टेलिकमको गल्लीमा त्यही त त्यहाँबाट म मेरो त्यो हाफ प्यान्टहरू त्यहाँबाट ल्याउँछु त म चिन्नु भएन
त्यही भएर त भनिरहेको छु त त्यहाँबाट ल्याउने होला त मलाई त्यही त भने त्यसमा लाउने भनेको त्यही हो क्या तपाईँलाई म्याचिङ गरेर त्यही त त्यो त हो र दाइ म आउँछु अझै अर्कोपल्ट आउँछु लग्छु म यहाँ आउनु हुने रहेछ जोडी नै लग्छु म अर्कोबाट लिएर आउनु त्यो पन्टहरू म यहीँबाट किनेर लग्छु निम्बू 5 का 1 के जानु त्यहाँ के छन् त्यहाँ के छन् त्यहाँ के बेच्दै हुनुहुन्छ दाइले लेडिज कपडाहरू सायद जेन्ट्स त केही छैन सब लेडिज नै हुन्छ ल साथीहरू हाम्रो हाटजार यस्तै छ शनिबार डे हर शनिबार यहाँ हाटजार लाग्ने गर्छ मान्छेहरूको भिड हुन्छ घुइँचो हुन्छ सामानहरू पाउँछ कपडाहरू सबै कुरो पाउँछ ओहो ल साथीहरू सियो